र हेर्नुहोस् हाम्रो चाहिँ यहाँनिर चाहिँ डल्लै ग्राउन्ड थियो हाम्रो, तपाईँले देख्नु भएको है, हरियो घाँसहरू थियो, ग्राउन्डहरू थियो है। र डल्लै अहिले चाहिँ के भएको छ, समुद्र भएको चाहिँ। हिजो दिल्ली पुलिसको, आज सायद दिल्ली पुलिसको सायद उनीहरूको प्रमोसन परेडको एउटा प्रोग्राम थियो है। र यिनीहरूले हिजो नै अब सबै मिलाएर राखेको थियो है। अब टेन्टहरू सबै हिजो नै सेट गरिसकेको थियो। बेलुका 1 बजीदेखि पानी आएको, डरलाग्दो पानी डल्लै उडाएछ बिचरा। त्यहाँनिर पनि अब बेलुका उनीहरूको त्यो भैया पार्टीहरू जुन चाहिँ वर्किङ टिमहरू पनि बसेको थियो रहेछ, बेलुका डल्लै भिजेछ है। र उनीहरू पनि बिजोग भइसक्यो बेलुका। त्यो दिल्लीमा जे पनि हुन्छ, अब पानी पऱ्यो पनि पानी पर्नु जान्दैन, र घाम लाग्यो पनि घाम लाग्नु जान्दैन। यहाँ चाहिँ त्यही हो, जाडो भयो भने जाडो पनि हुनु जान्दैन। यहाँ चाहिँ सब केही लिमिटै छैन। गरम भयो भने डङ्गै गरम हुन्छ, जाडो भयो भने पुरै जाडो हुन्छ हो। र फेरि पानी पऱ्यो भने डरलाग्दो 1-2-3 घन्टा पानी पर्छ, डरलाग्दो यस्तो डुबो हुन्छ। हेर्नुहोस् है, यहाँ चाहिँ यस्तो हुन्छ है, टोटली डल्लै भत्किसकेको छ। त्यही हाम्रो चाहिँ फेरि हाम्रो सिक्किममा जस्तो यहाँ पनि पानी त्यो खालके पऱ्यो भने चाहिँ नि, यहाँ चाहिँ बगाउने छ प्लेन साइडमा चाहिँ। हाम्रो सिक्किममा त अब 24 घन्टा महिनैभरि कोही बेला पानी पर्छ नि त। त्यो खालको पानी पऱ्यो भने चाहिँ यहाँ चाहिँ सकाप हुन्छ। र यहाँ पनि सुन्दै होला नि तपाईँले, भ्याकुता कराउँदैछ यहाँ पनि। भ्याकुता भनेको बुझेन, फ्रक कराउँदैछ ल। यो चाहिँ सबै नागाहरूको खान्छ है, नागाले खान्छ यो चाहिँ। नागाहरूको अब यो सबै नागाहरूले सबै यो भरे लान्छ यिनीहरू, नागाल्यान्डकोले खोज्नु आउँछ नि भरे। दबाई हो भन्छ, हो कि होइन अब यस्तो भएको छ। हेर्नुहोस् है, यो सबै ग्राउन्ड हो कि सबै यस्तो। यो जस्ट हाम्रै क्याम्पकै बाहिर हो, यो हाम्रो क्याम्प हो है। र अलिक निकै ठुलो यो बनाउँछ हाम्रो, यता पनि गाडी राख्ने बनाउँछ, एकदम दामी भएको छ है। र यो चाहिँ हाम्रो क्याम्प बाहिर हो। र यो चाहिँ हाम्रो ग्राउन्ड होइन। अब यहाँ चाहिँ स्विमिङ गर्दा पनि हुन्छ, सफा पानी भएर स्विमिङ गर्दा हुन्थ्यो नि, सबै मैला पानी हो। त्यो भएर यस्तो हुन्छ यही दिल्लीमा चाहिँ, पानी पऱ्यो भने पानी पर्नु जान्दैन, र घाम लाग्यो भने घाम लाग्नु जान्दैन, जाडो भयो भने त्यस्तै खालको जाडो हुन्छ है। त्यही दिल्लीमा चाहिँ बस्नु साह्रै चाहिँ मजा पनि छ, साह्रो पनि छ बस्नु।